नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल है। आज चाहिँ म यतिकै बसेर भिडियो बनाउँदैछु है। तपाईँहरू कस्तो हुनुहुन्छ? सबैजना ठिकै हुनुहुन्छ होला है? म पनि ठिकै छु। अनि अहिले चाहिँ म भर्खरै आज सैटरडे ओटीबाट आइपुगेको भर्खरै मात्रै घरभित्र पस्दैछु म होइन। अनि तर मेरो चाहिँ मैले चाहिँ सामान पाएको छु। यो चाहिँ इन्डियाबाट आएको है, यो कस्तो सामान। अनि त्यो भएर चाहिँ म तपाईँहरूलाई देखाउनुको लागि चाहिँ यो चाहिँ मैले अघि खोलिसकेँ। खोल्दा चाहिँ यहाँनिर फाट्यो पनि हो, एकदमै पुरा प्याक थियो नि त। अनि त्यहाँ चाहिँ के छ भनेर चाहिँ म तपाईँहरूलाई देखाउँदै जाँदैछु है। तपाईँहरू मेरो भिडियोलाई लास्टसम्म हेर्नु होला। अनि जतिले मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गर्नुभएको छैन लाइक कमेन्ट सेयरहरू गरिदिनुहोस् है। अनि फर्स्टमा चाहिँ भाउजू थ्याङ्क यू सो मच, तपाईँलाई यति दुःख गरेर यति सामान ल्याइदिनु भएको छ। तपाईँले मलाई चप्पल ल्याइदिनु भएको रहेछ है, थ्याङ्क यू सो मच। यो फर्स्टमा चप्पल हो, अन्त धेरै छ सामान। यो चाहिँ मैले फोन मगाएको थिएँ। यो चाहिँ फोन हो। यो फोन चाहिँ मैले हेरेको छुइनँ, अहिले हेर्छु म लास्टमा ल। यो फोन चाहिँ यहाँ होस्। अरू सामान के छ देख्नुहोस् है। यो चाहिँ मेरो यो चाहिँ फेसियल किट हो, फेसियल हो। यो चाहिँ भेस्टिजको, यो चाहिँ मैले मगाएको थिएँ है। अनि यो भाउजूले चाहिँ मलाई टेढे मेरो ल्याइदिनु भएको रहेछ हो, रहेछ। अनि अब के छ, वाउ बटाहरू हो। यहाँ हेर्नु न, इन्डियाको मसलाहरू। यो चाहिँ घरबाट पठाइदिनु भएको हो। अनि यहाँ चाहिँ वाइ अनि डल्ले खोर्सानी, माई फेभरेट। अनि यो चाहिँ घरबाट चाहिँ मलाई यो पेस्ट पनि पठाइदिनु भएको रहेछ, दन्त कान्तिको। मेरो दाँत चाहिँ चिलाइरहेको छ भनेर ब्रस पनि पठाइदिनु भएछ, थ्याङ्क यू सो मच। यो चाहिँ सबै भेस्टिजको क्रिमहरू मैले मगाएको थिएँ उताबाट। यो चाहिँ क्रिमहरू हो। ए अझै रहेछ पेस्ट, दुईवटा रहेछ हो, थ्याङ्क यू सो मच। बाबाले पठाइदिनु भएको चाहिँ हो। यहाँ चाहिँ के छ हो अझै, यो चाहिँ हो सेरम रहेछ, यो क्रिमकै सेड हो। अनि यो चाहिँ भयो दबाई, यो चाहिँ ग्यासको दबाई। सबै पठाइ माग्नुपर्छ उताबाट, सबै पठाइ माग्नुपर्छ हो। यसको चाहिँ सक्यो हो। अनि यहाँ चाहिँ के छ, गुन्द्रुक थ्याङ्क यू सो मच भाउजू। धेरै त्यस्तो सामान छ है। ए अझै यो क्रिम, यो चाहिँ फाउन्डेसन, बिस्किट पनि ल्याइदिनु भएको रहेछ यो पतञ्जलीको। थ्याङ्क यू सो मच। अनि यो चाहिँ यहाँ चाहिँ चक्लेट पनि रहेछ। अनि यति नै हो सामान चाहिँ, यो चाहिँ मेरो सामान हो। अनि भाउजू तपाईँलाई थ्याङ्क यू सो मच, यति धेरै सामान ल्याइदिनु भयो है। अनि जो घरबाट पठाइदिनु भयो है, सबैलाई थ्याङ्क यू। अनि यहाँ चाहिँ मेरो दबाई पनि रहेछ। यो चाहिँ दबाई मैले भनेको थिएँ, यो पनि पठाइदिनु भएको रहेछ। यो चाहिँ ब्रुफिन, कोही बेला कस्तो ढाडहरू दुख्छ नि त है, खानुपर्छ हो। थ्याङ्क यू सो मच सब पठाइदिनु भएकोमा, ल्याइदिनु भएकोमा हो। अनि केही म फोन पनि देखाउँछु। यो फोन चाहिँ मैले महँगो चाहिँ किनेको छुइनँ हो, त्यस्तो सस्तो नै छ। कस्तो छ यो चाहिँ भयो चार्जर। मेरो फोन चाहिँ बिग्रिसकेको थियो नि त, त्यो भएर चाहिँ मैले फोन पनि पठाइदिनुहोस् ल भनेर भनेको थिएँ। यो चाहिँ सागर दाले किनेर पठाइदिनु भएको फोन चाहिँ हो। ए फोन चाहिँ यस्तो रहेछ, रियलमीको रहेछ है। हेरौँ कस्तो छ, फिचर्सहरू केही पनि थाहा छैन हो। ला यसको चाहिँ तर यो प्लास्टिक चाहिँ उक्लिन्छ होला नि त है। ठिकै छ, हेरौँ। मैले चलाएर हेर्छु कस्तो छ, थाहा भएन हो। यस्तो रहेछ ब्याट्री हो। ओके, भोलिपर्सि अब
अलिक धेरै पैसा कमाएपछि चाहिँ आइफोन किनौँ न। अहिले चाहिँ यसमै काम चलाउँदै गर्छु हो। अनि तपाईँहरूले पनि मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच हो। यही भन्दै अब यो सामानहरू सबै राख्छु हो। अहिले कति 8-9 बज्न आँट्यो। अनि एउटा मिठाई पनि खानु पऱ्यो। कस्तो खानु? वाउ, कर्न, इन्डियाको याद आयो। कति मिठो। चाहिँ हेर्नु के के छ। जिरा, यो चाहिँ चिकन मसला रहेछ। ए जिरा त किन जिरा त पठाउन आएको थिएन त मैले। जिरा पठाएँ, जिरा त्यहीँ पाएँ। ओके, आजको भिडियो यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। सबैजनाले लाइक शेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। कोही पनि मेरो च्यानलमा नयाँ आउनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। अनि कस्तो लाग्यो भिडियो कमेन्ट गरिदिनुहोस् होला। अनि लाइक गरिदिनुहोस् होला। ओके, थ्याङ्क यू सो मच, बाई बाई।